ल यो चाहिँ 6 कुने घर हो, 16वटा फ्रेम लाग्छ यसमा चाहिँ। यो चाहिँ अहिले चाहिँ मह कचेर छाउरा कचे चाहिँ हामीले छुट्टा छुट्टै गरी तयार गरेका छौँ। सामान्य मौरी मजबुत नहुँदासम्म चाहिँ यहाँ कुनै कपडा या बोराले टक्क छोपेर राखिदिने, अनि मौरी माथि आउँदैन। जब यो तलको छाउरा कचे अर्थात् फ्रेमहरूमा सबैमा चाहिँ मौरीले फुल चाका लगाइसक्छ, त्यसपछि अनि हामीले यसमा राखेको कपडा अर्थात् बोरा जेले भयो भने छोपेको हामीले हटाइदिने। यसरी रेगुलर बसिरहेको हुन्छ। अनि त्यसपछि चाहिँ मौरीले चाहिँ माथि यो खाली भागमा चाहिँ आएर मह जम्मा गर्ने काम गर्छ। यो चाहिँ मान्छेले भन्दा बाहेक अरू केहीले पनि खोल्न सक्दैन, यो चाहिँ पेच कसेको हुन्छ। यसरी यसमा 6वटा पेच कसिसकेपछि यो मान्छेले भन्दा बाहेक केहीले पनि खोल्न सक्दैन। अनि यसको काठको मोटाइ पनि, यो काठ पनि 30 मिलिमिटर मोटाइ छ क्या। यो काठ पनि पुरै टुनी नै टुनीबाट बनेको।